एकजना नेता मात्र होइन, यो पुरै देश चलाउने प्रधानमन्त्री पाउँदैछ। प्रधानमन्त्री पाउँदैछ मधेसले। म धन्यवाद दिन चाहन्छु मधेसलाई। यस कारणले धन्यवाद दिन चाहन्छु, मधेसले पहाड र हिमाललाई माया गर्दछ, हिमाल र पहाडले मधेसलाई माया गर्दछ। आदरणीय मधेसवासी बहुत उपस्थित महानुभावहरू, मलाई थाहा छ तपाईहरुलाई आतुर छ आदरणीय हाम्रा पार्टी सभापति रवि लामिछाने र हाम्रा प्रस्तावित प्रधानमन्त्रीका उम्मेदवार बालेन्द्र शाहको मन्तव्य सुन्न तपाई आतुर हुनुहुन्छ। हो, मैले भन्ने गरेको छु, मधेस किन बनेन? मधेस यस कारणले बनेन, मधेसलाई चिनेको नेता नै हामीले पाएनौं। नेपालमा यदि सबैभन्दा छिटो, नेपालमा यदि सबैभन्दा सजिलो, नेपालमा यदि सबैभन्दा सस्तो विकास गर्न सकिन्छ भने त्यो ठाउँ हो मधेस। तर किन विकास भएन मधेसमा? तर किन शिक्षामा अगाडि बढेन मधेस? तर किन स्वास्थ्यमा आत्मनिर्भर हुन सकेन मधेस? भने मधेसले डाक्टरहरू त उत्पादन गर्यो, मधेसले इन्जिनियरहरू त उत्पादन गर्यो, तर मधेसले यो मधेसको नीति बनाउने राम्रो नेता उत्पादन गर्न नसकेको अनुभूति हामीलाई भएको छ। त्यसकारणले मधेसका उपस्थित आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू, अब मधेसले एकजना नेता मात्र होइन, यो पुरै देश चलाउने प्रधानमन्त्री पाउँदैछ। प्रधानमन्त्री पाउँदैछ मधेसले। त्यसकारणले आगामी फागुन 21 गते हुने निर्वाचनमा मधेसको 32वटै निर्वाचन क्षेत्रबाट केवल घण्टीमा मतदान हुनु पर्यो, केवल घण्टीमा मतदान हुनु पर्यो। तत्कालीन सरकारले आदरणीय पार्टी सभापति माथि मात्रै अन्याय गरेर तत्कालीन सरकारले हाम्रा देशका भविष्य प्रधानमन्त्रीका हामीले निर्क्युल गरिसकेको उम्मेदवार तत्कालीन काठमाडौँ महानगरपालिकाको मेयरलाई असफल बनाउनको लागि तत्कालीन सरकारले अनेकौं प्रयास गर्यो।